सशस्त्र प्रहरी बल नेपालमा 2075 साल चैत्र 3 गते भर्ना भई राष्ट्र सेवामा समर्पित रहेका जवानहरूले 7 वर्षे सेवा अवधि पूरा गरी 8औं वर्षमा प्रवेश गरेको अवसरमा आज सुर्खेतमा विशेष कार्यक्रम गरी उत्सव मनाएका छन्। उक्त कार्यक्रममा देशका विभिन्न जिल्लामा कार्यरत सशस्त्र प्रहरी बलमा आबद्ध जवानहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले एक अर्कासँग अनुभव साटासाट गर्दै आपसी एकता, भाइचारा र सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा बोल्दै सहभागीहरूले सशस्त्र प्रहरी बलमा रहँदा प्राप्त अनुभव, चुनौती र उपलब्धिहरूलाई स्मरण गर्दै आगामी दिनमा अझ जिम्मेवार, अनुशासित र समर्पित भई राष्ट्र सेवामा लागिरहने अटुट व्यक्त गरेका छन्। 7 वर्षको निरन्तर सेवाले उनीहरूको आत्मविश्वास र पेशागत दक्षता वृद्धि हुनुका साथै नयाँ पुस्ताका युवाहरूलाई राष्ट्र सेवामा लाग्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ। उक्त अवसरमा उपस्थित सबैले आगामी दिनहरूमा पनि देश र जनताको सेवामा अझ सशक्त रूपमा लाग्ने प्रतिबद्धता जनाउँदै कार्यक्रम सम्पन्न गरेका हुन्।